यो भिडियो हर्का सम्पाङको विरोधीको लागि हो। ल एकचोटि हेर्नुस् यो भिडियो। 10 कक्षा पढि नसक्दै विद्यार्थीलाई आफूले खाने खाना उत्पादन गर्न र पकाई खान सिकाइनेछ, लगाउने लुगा सिलाउन निपुण बनाइनेछ। जीवनमा उपयोगी शिक्षा पद्धति लागू गरिनेछ, सैद्धान्तिक शिक्षालाई सीमित बनाई व्यावहारिक शिक्षा लागू गरिनेछ। हप्तामा 6 दिनको साटो 3 दिन मात्रै पढाउने व्यवस्था, पढ्ने विषयवस्तु र किताबको संख्या र पाठ्यभार घटाइनेछ। हप्ताको 4 दिन उत्पादन, निर्माण, आविष्कार, खेलकुद, सङ्गीत, कला र साहित्य जस्ता विषयहरूमा व्यक्तिगत उन्नयनका लागि चाहिँ विद्यार्थीहरूलाई केन्द्रित गरिनेछ र देश विकासका लागि विद्यार्थीहरूको व्यावहारिक श्रम शिक्षा र क्रियाकलापहरू हामी सक्रिय रूपमा लागू गर्नेछौँ। ड्राइभिङ, कार्पेन्ट्री, इलेक्ट्रिक वर्क्स, मेसन लगायतका तालिमहरू विद्यार्थीहरूलाई दिइनेछन्। आविष्कार र इन्जिनियरिङमा विद्यार्थीहरूलाई अनिवार्य काम गराइनेछ। देशभक्ति र नागरिकको भूमिका बुझाउन 12 पासपछि अनिवार्य रूपमा 6 महिने सैनिक तालिम दिइनेछ। हात हतियार सम्बन्धी जानकारी तथा तालिम दिइनेछ। त्यस पश्चात मात्र उच्च शिक्षा लिन पाउने व्यवस्था गरिनेछ। उच्च शिक्षामा त्यसपछि मात्रै जाने व्यवस्था हामी गर्नेछौँ। कृषि क्षेत्रमा ठुल्ठुला अनुसन्धान र प्रयोगको शैक्षिक व्यवस्थाहरू मिलाइनेछ। पढेपछि कोही पनि बेरोजगार नहुने उद्देश्य राखेर सोही मुताबिक शिक्षा लागू गरिनेछ। आवश्यकता अनुसार विषय र विधि परिमार्जन गर्दै लगिनेछ। श्रम संस्कृति र अन्य जातीय संस्कृतिबारे व्यावहारिक ज्ञान दिइनेछ। श्रम संस्कृति र मुलुकको सकारात्मक परिवर्तनबारे पढाइनेछ। विकास र सामाजिक परिवर्तनमा श्रमको महत्त्वबारे बुझाउने र व्यावहारिक ज्ञान दिने व्यवस्था गरिनेछ। आवश्यक भौतिक पूर्वाधार तयार गरिनेछ। जनशक्तिहरू तयार गरिनेछन्। गाउँ छोडेर सहर पढ्न आउनेलाई गाउँमै राख्न, गाउँमै पढ्न सक्ने गरीको गुणस्तरीय शिक्षा, योग्य शिक्षक, सक्षम दक्ष शिक्षक, शैक्षिक सामग्री र समुचित व्यवस्थापन र वितरण गरिनेछ। मातृभाषा शिक्षणमा जोड दिइनेछ। सामाजिक अभियानहरू सञ्चालन गरी सुधार ल्याइनेछ। सरकारी विद्यालयहरूको स्तरोन्नति गरिनेछ। शिक्षकहरूले राजनीति नगरून् भन्न खातिर श्रम संस्कृति पार्टीले शिक्षकहरूलाई सदस्यता दिने छैन। शिक्षकहरूले राजनीति गरे त्यसमा रोक लगाइनेछ। आफ्नो विचारधारा राख्नुहोला कमेन्टमा। जय नेपाल।